दयालु बालक। एउटा सानो गाउँमा सुमन नामको दयालु बालक बस्थ्यो। ऊ हरेक दिन विद्यालय जाँदा र फर्किँदा बाटोमा भेटिएका मानिस तथा जनावरलाई मद्दत गर्थ्यो। एक दिन सुमन विद्यालयबाट घर फर्किने क्रममा बाटोमा उसले एउटा घाइते कुकुरलाई भेट्यो। उसलाई ढिलो भइरहेको थियो, तर पनि कुकुरले भने यतिकै छोड्न सकेन र केही समयपछि औषधि तथा खाना लिएर आयो। उसले कुकुरको घाउ सफा गर्यो, औषधि लगाइदियो र खाना दिएर एउटा सुरक्षित ठाउँमा लगेर राख्यो। हरेक दिन विद्यालयबाट घर फर्किँदा सुमनले कुकुरलाई भेट्न जान्थ्यो र हेरचाह पनि गर्थ्यो। केही समयपछि कुकुर पनि निको भयो र सुमनलाई देख्न साथ मनमा नै खुसी हुँदै धन्यवाद दिँदै पुच्छर हल्लाउँदै खुसी व्यक्त गर्थ्यो। तर एक दिन सुमन विद्यालयबाट घर फर्किने क्रममा बाटोमा केही बदमास मान्छेहरूले उसलाई निकै डरायो। सुमन डरले थरथरी कापेको थियो, तर कुकुरले पनि आफूलाई गरेको गुण सम्झ्यो र सुमनलाई सहयोग गर्ने सोचेर ठुलो ठुलो स्वरमा भोक्दै ती सबै बदमास मान्छेहरूलाई भगाइदियो र सुमन सुरक्षित साथ घर फर्कियो। साथीहरू, यस कथाले हामीलाई दया, सहानुभूति र मानवता नै ठुलो गुण हो भन्ने सन्देश दिन्छ। पक्कै पनि यदि हामीले निस्वार्थ भावले माया तथा सद्भाव देखायौँ र सहयोग गर्यौँ भने पक्कै पनि एउटा राम्रो समाजको निर्माण गर्नमा ठुलो टेवा पुग्नेछ। धन्यवाद।